हेलो गुड मर्निङ मेरो लाइफमा हजुरहरूलाई स्वागत छ। ल आज हामी चाहिँ जाँदैछौँ ताप्सेक पार। ल हामीसँगै जाम आउनुहोला। ल हामी चाहिँ अब जाँदैछौँ, यहाँबाट बाटो क्रस गर्छौँ। यहाँ चाहिँ ग्रिन लाइट हेर्दैछौँ, हामी चाहिँ ग्रिन लाइट बोलेपछि बाटो क्रस गर्छौँ। ग्रिन लाइट चाहिँ बोलिरहेको रहेछ। अब म चाहिँ यहाँबाट बाटो क्रस गर्दैछु। हेर्नुहोस् बाटो क्रस गरेँ अब मैले। अब म जाँदैछु। अब अर्को बाटो गर्छु। ताप्सेक जाने बेलामा चाहिँ 3 पटक बाटो क्रस गर्नुपर्ने हुन्छ। 3वटा रेड लाइट ग्रिन लाइट क्रस गर्नुपर्ने हुन्छ। ल हेर्नुहोस् गाडीहरू आइरहेको छ। यो चाहिँ सरकारी बिल्डिङ हो। हेर्नुहोस् मान्छे बाटो क्रस गर्नलाई दौडिरहेछन्। यहाँ चाहिँ ब्लू फेरि रेड बोलेपछि टाइम लाग्छ नि त। नजिकै ब्लू छ भने चाहिँ सबैसँग दौडिन्छ यहाँ चाहिँ बाटो क्रस गर्नलाई। गाडीहरू हिँडिरहेको छ। यहाँ चाहिँ पर्दा पसल रहेछ गाइजहरू। ल अब फेरि हामी बाटो क्रस गर्ने ठाउँमा आइपुगेका छौँ। यहाँ चाहिँ रेड बोलिरहेको छ। अब हामी चाहिँ एकछिन वेट गर्नुपर्ने हुन्छ। अब यहाँ चाहिँ कति बेर वेट गर्नुपर्ने हेरौँ है त। ल यहाँ चाहिँ जति बाटो खुल्ला भए पनि कसैले पनि क्रस गर्दैन है, ग्रिन नबोलेसम्म। नेपालमा हो भने चाहिँ ग्रिन बोले रेड बोले पनि केही मतलब हुन्थेन, दौडिहाल्थ्यो बाटो खुल्ला हो भने त। गाडी आउँदा चाहिँ मान्छेहरूको प्रतीक्षामै बस्दैन। ल हेर्नुहोस् अब चाहिँ हामी यहाँ चाहिँ धेरै बेर वेट गर्नु पर्ला जस्तो छ। अब म चाहिँ यताउतिको भ्यू देखाउँछु है हजुरहरूलाई। यो वेटिङ टाइममा यत्तिकै बस्नु भन्दा त म यताउतिको भ्यूज देखाउँछु है हजुरहरूलाई। हेर्दै जानु होला। म चाहिँ भ्यूज देखाइरहेको छु। उताबाट गाडी आइरहेको छ। यहाँ चाहिँ गाडी धेरै नचल्ने भएर क्या, बाटो त खुल्ला नै हुन्छ। खै आफ्नो प्राइभेट गाडीहरू धेरै हुन्न र हो कि सरकारी गाडी धेरै हुन्न हो, त्यस्तो ब्याग चाहिँ हुन्न। रोड ठुलो भएर कि के भएर थाहा भएन। ल अझै हामी चाहिँ वेटिङमा छौँ। हेर्नु सबैजना वेटिङमै बसिरहेको छ, कोही पनि हिँड्दैन रेड बोलेको बेलामा चाहिँ। अझै हामी वेटिङमै छ। अझै हामी कति बेर वेटिङमा बस्नुपर्ने हो थाहा भएन। अब ल बल्ल ग्रिन बोल्यो। अब चाहिँ सुरु भयो हाम्रो बाटो क्रस गर्नको लागि। ल मैले बाटो क्रस गरेर आइसकेँ। ल हेर्ने चाहिँ निगालाको बोर्डहरू हो। यिनी सरकारी बिल्डिङ हो। कति राम्रो हरियाली बनाएर राखेको छ। पुरै हरियाली हुन्छ यहाँ त। ल हेर्नुहोस् पुरै यो प्लान्टहरू रोपेर घर वरिपरि अफिस वरिपरि पुरै हरियाली बनाएर एकदम राम्रो बनाएर राखेको हुन्छ। यो पनि सरकारी बिल्डिङ हो। अब फेरि रोड क्रस गर्ने बाटो आयो। अब यहाँबाट नि रोड क्रस गर्नुपर्छ। यहाँ पनि रेड बोलिरहेको रहेछ। कति बेर वेट गर्नुपर्ने यहाँ पनि। ल है हेरौँ है त। ल यहाँ पुरै खुल्ला छ ल बाटो, तर पनि कोही हिँड्दैन बाटोमा रेड बोलेको बेलामा। ल ग्रिनको यहाँ त धेरै बेर वेट गर्नु परेन, ग्रिन बोलिसकेको छ। म यहाँबाट लागेँ। फुच्चीको चाहिँ क्या क्युट छाता हेर्नु न। ल सानो फुच्ची छाता ओढ्दै हिँडेको छ। ल हेर्नुहोस् यो चाहिँ अन्डरग्राउन्ड हो। यो अन्डरग्राउन्ड चाहिँ उताबाट सुरु हुन्छ। म तपाईँलाई सुरु हुने ठाउँ नि देखाउँछु। यो चाहिँ निस्किने पोइन्ट भयो। अब म ताप्सेक पार्क आइसकेँ। यो पार्क चाहिँ एकदमै ठुलो छ। यो पनि सरकारी बिल्डिङ हो। यो चाहिँ 5 बजेपछि बन्द हुन्छ। हेर्नुहोस् मान्छेहरू कोही एक्सर्साइज गर्ने, कोही बस्ने, सबै आफ्नो सुरमा मस्त छ। यहाँ चाहिँ कसैलाई कसैको मतलब छैन, आफै सुरमा छ यहाँ चाहिँ। ल यहाँ चाहिँ कस्तो राम्रो पिङ्क कलरको फुल फुलेको छ, थुङ्गा फुल। यो फुलको नाम चाहिँ खै मलाई आएन के हो, तर कस्तो राम्रो हेर्नु न। यति सानोमा कत्रा फुल फुलेको छ। अब म चाहिँ जाँदैछु मेरो साथीहरू भएको ठाउँमा। यो चाहिँ पुरै यो लाइन चाहिँ पुरै सरकारी हस्पिटल भएको हुनाले यो बाटो चाहिँ गाडी हिँड्न नपाइने रहेछ। अर्को बाटो मात्रै हिँड्छ गाडी चाहिँ। यहाँ चाहिँ मान्छेहरू मात्रै हिँड्ने, कति सुविधा हेर्नु त। त्यसो भएर यो पार्कमा केही आउँदैन। ल यहाँ चाहिँ डान्सको भइरहेको रहेछ चाइनिजहरूको। ल हेर्नुहोस्, ल मेरो साथीहरू आएर बसिसक्नु भएको रहेछ। ल हाई भन्दै हुनुहुन्छ है मेरो साथीहरूले चाहिँ। ल हेर्नुहोस् अब डान्स हेरौँ है हामी सबैजना मिलेर। चाइनिज डान्स हेरौँ, चाइनिज डान्समा एकछिन मनोरञ्जन गरौँ, एकछिन रमाइलो लियौँ। ल हेर्नुहोस् कस्तो डान्स गर्छ यिनीहरूले। कति दामी डान्स गर्छौँ। ल गर्छ है त। हेर्नु त हामी यही डान्स हेरेर रमाउँदैछौँ है हामी चाहिँ एकछिन। वातावरण एकदम आज क्लियर छ, शीतल छ आज चाहिँ।
गर्मी पनि छैन आज, खै ह्युमिडिटी पनि त्यति छैन, शीतल छ आज चाहिँ। ल हेर्नुहोस् डान्स कस्तो राम्रो गर्दैछ। ल त्यो झोला हल्लाएर कति राम्रो डान्स गर्दैछ उनीहरू चाहिँ। ल अब बस्ने ऊ आएछ, सिना आएछ। ल बस्दैछ उनीहरू चाहिँ। ल झोला हल्लाउँदैछ। अब के बनाउन लाए त यिनीहरूले, के बनाउँछ अब। ल हेर्दै जाऊँ है त के बनाउँछ यिनीहरूले। पुरै सेप बनाएर डान्स गर्दैछ है। ल अब सुरु भयो, पालो घुम्ने रहेछ त्यसरी। ल सुरु भइसक्यो घुम्ने यिनीहरूको डान्स। अब के बन्दैछ है त हेरौँ है त, हेर्दै जाऊँ यिनीहरूले के बनाउँदो रहेछ। हामी चाहिँ यही हेरेर रमाइलो गर्दैछौँ। मेरो चाहिँ 3जना साथीहरू छ, एउटा सानो नानी पनि छ, 2जना साथी, एउटा सानो नानी। हामी चाहिँ सधैँ बेलुकी पख यही पार्कमा आएर बस्छौँ। ल के बनाएको थाहा भएन, अगाडिबाट उनीहरूले भिडियो लिँदैछ, अगाडिबाट सिकाउँदै पनि छ। सायद प्र्याक्टिस गरेको हुनुपर्छ, कतै प्रोग्रामहरू छ कि यिनीहरूले को, त्यही भएर प्र्याक्टिस गरेको हो कि अब आफ्नै मनोरञ्जनको लागि नाचेको हो, त्यो चाहिँ थाहा भएन। नाच्दैछन्। ल हेर्नुहोस् है अब के बनाउँछ है त। ल हेरौँ है त। गोलो बनायो, गोलो बनाउँदैछ। ल हेर्नुहोस् है घुम्दैछ पुरै, कति राम्रो। हेर्नु त कहीँबाट छुटेको छैन। ल हेर्नु अब घुम्यो सबैजना। अब फेरि के बनाउँछ त यिनीहरूले, घुम्ने टर्न मात्रै रहेछ अहिले चाहिँ। ल घुमे सबैजना, घुम्दैछ यिनीहरू चाहिँ, घुम्दैछ है, घुम्दैछ। मैले चाहिँ डान्सलाई खुबै फोकस गरेर खिचिरहेको छु। ल हेर्नुहोस्, बेला बेलामा ठुलो बनाउँदैछु, बेला बेलामा सानो पनि बनाएको छु। रमाइलो लाग्यो मलाई चाहिँ डान्स हेरेर। अझ गीत बुझ्ने भएको त रमाइलो हुन्थ्यो होला, नबुझ्दा त रमाइलो लागिरहेको छ। ल अब चाहिँ लभको सेप बनायो यिनीहरूले। ल अब चाहिँ तलमाथि झुला हल्लाउने रहेछ। यो डान्स चाहिँ सजिलै रहेछ के अरे, हामीलाई देख्नलाई चाहिँ, गर्नेलाई चाहिँ गाह्रो भएको र होला, हामीलाई चाहिँ सजिलो छ देख्नलाई चाहिँ। कम्मर हल्लाउनु नि परेन होइन, कति सजिलो। आफ्नो सबै साथीहरूको एक्लैमा गर्नलाई त गाह्रै हुन्छ, हुन त जे गर्नलाई नै। ल हेर्नुहोस् है अब यिनीहरू घुम्दैछन्। अब के बनाउँछ नि, के सेप बनाउँछ त यिनीहरूले, हेर्दैछौँ हामी चाहिँ। मलाई चाहिँ सानी नानीले लिच्ची राखिदिएको रहेछ। ल हेर्नुहोस् लिच्ची खाँदैछु। ल अब घुमे यिनीहरू चाहिँ। ल अब घुम्दैछ है, हेर्नुहोस् है साथीहरू, हेर्नुहोस्। हजुरहरू इन्जोय गर्नुहोस्, हामीले त प्रत्यक्ष हेरेर इन्जोय गरेर, हजुरहरू चाहिँ भिडियो हेरेर पनि इन्जोय गर्नुहोला। ल अब यिनीहरू चाहिँ यस्तो, कोही आधी चाहिँ गोलो बनाए, आधी चाहिँ पङ्खा जस्तो गर्दैछ। ल उनीहरू त्यस्तै गर्ने होला, अब पालो पालो होला जस्तो सायद। ल हेर्नुहोस् कति राम्रो छ। आज छुट्टी थियो होला यिनीहरूको, त्यही भएर आएको हो कि पार्कमा रमाइलो गर्नलाई। यहाँ त यस्तो आइरहन्छ, प्रोग्रामहरू पनि भइरहेको छ ठुलो। पार्क ठुलो भएको हुनाले प्रोग्रामहरू भइरहेको छ। अस्ति चाहिँ नेपालबाट नै आएको थियो प्रोग्राममा, डान्स अडिसन हो कि अब केसमा हो, नेपालबाट नै आएको थियो अस्ति चाहिँ। त्यहाँ म नेपाली ड्रेस के अरे नेवारी साडी लगाएर बसिरहेको देखेको थिएँ। ल हेर्नुहोस् है, यहाँको कल्चरल प्रोग्राममा सहभागी हुँदो रहेछ धेरै देशकाहरू। कहिले इन्डोनेसियाले गर्छ, कहिले पाकिस्तानले गर्छ, कहिले बच्चाहरूको एक्जिबिसन हुन्छ। यहाँ ठुलो पार्क भएर यहाँ चाहिँ प्रोग्राम चाहिँ भइरहेको हुन्छ। ल अब चाहिँ एउटाले त्यहाँ मिलाउने, एउटा चाहिँ हल्लाउने रहेछ। भएन त रमाइलो यति भएपछि। ल हुँदैछ अब चाहिँ के गर्छन् है त यिनीहरूले, सिद्धिन पो लाग्यो कि। अब चाहिँ सिद्धिला जस्तै छ। अब सिद्धियो। ल यहाँ चाहिँ टोयलेट पनिको व्यवस्था छ, घुम्न आउँदाखेरि सजिलो, बच्चाहरूको लागि पनि टोयलेट खोजिरहनै नपर्ने।
100 मिटरमा टोयलेट हुन्छ है। यतातिर चाहिँ ब्याङ्क, नेपालमा चाहिँ ब्याङ्क हुन्छ 100 मिटरमा, यता चाहिँ टोयलेट हुन्छ है। ल हेर्नुहोस् कति सफा हुन्छ टोयलेट फेरि। अब चाहिँ यो चाहिँ पार्कको बगैँचा हो। यहाँ चाहिँ फुलहरू फुलेको छ। यो चाहिँ खै कमलको फुल हो कि के फुल हो, तर गेडा मात्र फलेको छ। कोपिला लागेको छ सेतो सेतो फुल्नलाई। ठुलो ठुलो ठुक्राको त्यो बोटमा फुल्ने कमलको हो कि जस्तो लाग्यो। ल हेर्ने पिङ्क कलरको फुल चाहिँ कस्तो राम्रो क्या, गुमुक्क परेको। अब म तपाईँहरूलाई अघि उता गाडी निस्केको अन्डरग्राउन्ड, यताबाट छिर्ने हो देखाउँछु। हेर्नुहोस् गाडी आइरहेको छ। यो गाडी यहाँबाट छिर्छ। अब हेर्नुहोस् स्कुटीहरू पनि छिर्दैछ। यो चाहिँ अघि उताबाट निस्किएको अन्डरग्राउन्ड हो। यताबाट सुरु हुन्छ। म हजुरहरूलाई स्नेल देखाउँछु। अब हेर्नुहोस् त स्नेल कति ठुलो, मैले देखेको थिइनँ अहिलेसम्म। यहाँ चाहिँ स्नेललाई चाहिँ म आउने बित्तिकै पछाडि त्यो लुकायो, यसले पुच्छर हो कि लुकायो। ल फेरि गाडीहरू आउँदैछ यहाँ चाहिँ। ल यो केराको पात जस्तो पुसमा चाहिँ पहेँलो फुल फुल्दैछ, कति राम्रो। सबैमा पहेँलो फुल्छ कि कलर कलरको फुल्छ थाहा भएन। यो चाहिँ गलैँचा फुल हो। यो चाहिँ सेतो छ। म अहिले हजुरहरूलाई पिङ्क पनि देखाउँछु। ल हेर्नुहोस् यता आए, बिचमा चाहिँ ओहोरदोहोरो गर्ने बाटो छ। छेउछाउमा चाहिँ यो फुलहरूको बगैँचा छ। यो चाहिँ कसको बिल्डिङ हो खै, सबैजनाले फोकस गरी फोटो खिच्छ। मैले पनि खिच्थेँ। यो चाहिँ व्हाइट दुब हो। म चाहिँ लागेँ हजुरहरूलाई पिङ्क कलरको फुल देखाउनतर्फ। ल हेर्नुहोस् है त, अघि व्हाइट देखाएको थियो, अहिले पिङ्क देखाउँछ गलैँचा फुल। यो चाहिँ पिङ्क हो। ल पिङ्क फुलिरहेको छ। अब चाहिँ म यता देखाउँछु। पार्कमा बस्दाखेरि पानी तिर्खा लाग्यो नि, पानी किनेर पनि खान पाइयो, कोइन राख्यो किन्यो नि खायो। ल हेर्नुहोस् पानी, जुसहरू, चाउचाउहरू, केकहरू सबै पाइन्छ यहाँ चाहिँ। हेर्नुहोस् है यो चाहिँ पार्क। अब म यताबाट निस्किन्छु। कति ठुलो छ ल हेर्नुहोस् त, उतादेखि यताको बाटोसम्मै छ। अनि प्रोग्राम गर्न सहिलो भएन त। प्रोग्राम गर्नको लागि यहाँ चाहिँ कुर्सीहरू पनि सबै यहीँ राखेको हुँदो रहेछ क्या। अनि तबाट ल्याउनै नपऱ्यो, एउटा स्टेजहरू बनाउँछ अनि कुर्सीहरू यहीँ हुन्छ। कति आनन्द छ। बच्चालाई खेलाउनको लागि त्यस्तै आनन्द। गाडीहरू नै आउँदैन, केही आउँदैन। एक्सर्साइज गर्नलाई, बच्चा खेल्नलाई एकदम आनन्द छ पार्कमा चाहिँ। त्यही भएर मलाई नि पार्कमा एकदम रमाइलो लाग्छ। चारैतिर खुल्ला छ, कतै बेला पनि छेक्किँदैन हावाहरू पनि। ल त्यो माथि चाहिँ मान्छेहरू गएर एक्सर्साइज गरेर बस्छ।